भन्छन् पृथ्वी गोलो छ अनि पृथ्वीको तल पनि मान्छे बस्छन् हैन त ल हामी त माथि भौ अड्यौ तलको मान्छे त फुत्त फुत्त खस्छ हैन र गुरुत्वाकर्षण बलले गर्दाखेरि मान्छे अडिन्छन् क्या ढुङ्गा मुनि कमिला कसरी हिँड्छ त्यसै गरेर होला के बान्द्रे कसले भने पृथ्वी गोलो छ भन्ने पृथ्वी चेप्टो पनि छ कसरी चेप्टो बारी पृथ्वी हो कि होइन हो अनि बारीको पाटो चेप्टो हुन्छ भने अनि खेत पृथ्वी हो कि होइन हो अनि खेतको गह्रो चेप्टो हुन्छ भने छ पर पृथ्वी हो कि होइन पर पनि चेप्टो हुन्छ भने खालि त्यो विद्यार्थीहरूलाई पढ्न सजिलो होस् भनेर गोलो छ भनिदिए के स्तर नमिल्ने मान्छेसँग कुरै गर्न गाह्रो क्या त्यही त भने नि त्यसैमा माइती गरेर बस्या हो त कुरै मिल्दैन मान्छे चाहिँ अलिक टेढो टेढै रहेछन् यो पृथ्वीको तापक्रम बढ्दै गएको छ भन्छन् खास किन हो मान्छे पनि 2 कौडीको प्रश्न पनि 2 कौडीको सोधो पृथ्वी घामले तात्छ नि त्यति कुरा हामीलाई थाहा छैन घामले तात्छ घर घर आगो बाल्छन् आगोले तात्छ डढेलो लाग्छ जंगलमा डढेलो तात्छ त्यहाँबाट चुरोट खान्छन् मान्छेहरूले चुरोटको आगोले तात्छ धेरै कुराले तात्छ आफू गर्छु आग्रा कुरा उनी गर्छन् गाग्रा कुरा तिमी उता जाऊ त यिनलाई डाँडो कटाएर आइ त हे तिमी नकराइ बस न डाँडो कटाले के नकराइ बस तिमी चुप्प लाएर यहाँ बस्न सक्दैन भने तिमीले उठेर गइहाल त स्तर नमिल्ने मान्छे किन बस्छ उठ ए म यहीँ बस्छु उठ भने खुरुक एकछिन कुरा गर्न नहुने नहुने जाऊ हैरान भने छेउमा बस्छ के किच 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 गरिरहन्छन् भने साँच्ची यो पृथ्वी चाहिँ किन तात्छ भाउ अब खासमा भाउजू कुरो के भने नि अहिले यो ओजन त पातलिँदै गएको छ हेर्नु अब सूर्यको किरण सिधै पृथ्वीमा आएपछि यसै त त्यसै तातो भयो अर्को कुरो यो वायु प्रदूषणको मुख्य कारण पनि हो कि वायु प्रदूषणले गर्दा धेरै तापक्रम बढिरहेको छ यसलाई सफा पार्नु पर्छ त्यसपछि यहाँनिर ठ्याक्क राखेर ल यही बेला चाहिँ बादल लाएर मरेछ घाममा सुकाउनु पर्छ पिनाजु के हो त्यो अघि स्टार मिल्दैन भने होइन के हो भन्नु न त नबोल मसित स्टार मिल्दैन भने होइन भोग्राएर पठा होइन ए दिदी के हो ए भिनाजु आफ्नै सालालाई त भन्नु कम से कम आफ्नै भाइलाई त भने होइन नि तँलाई भन्छन् आफ्नै बुहारीलाई त भनेको छैन यहाँ आफ्नो स्वास्नी हुँदा हुँदा यी के बाठा भएका हुन् तिमीहरू ए बुढा भन न भन बुढा मलाई मात्रै भन न के हो त्यो हेर न त्यहाँ मन पगाल्नु भन न भन मानव मडी हो क्या यो मानव मडी अनि यो अहिलेसम्म पृथ्वीमै नसुनेको कुरो कसरी आयो कानले नसुनेको कुरा भन्नु पर्ने पृथ्वीमा नसुनेको कुरा भन्छ गाईको गौलोचन हुन्छ नाकको मडी हुन्छ मान्छेको मडी हुँदैन त्यही मानव मडी हो यो मेरो मिज्जु भेट्नु भएको थियो त्यहाँ पर उहाँले उपहार स्वरूप प्रदान गर्नु भएको ए बुढा अनि यो बेच्न मिल्छ भने कति पैसा आउँछ कति अब यो त अब बुद्धि उनले धेरै बेच्छन् बुद्धि नहुनले थोरै बेच्छन् 200 देखि 34 करोडसम्म पर्छ यसको दाइले बिहान खाना खानुभयो मेरो भिनाजु क्या दिमाग वाला छन् भने हेर नि त्यहाँ अहिलेसम्म स्टार मिल्दैन भने होइन स्टार मिल्दैन भनेको त यी तिमीले यस्ता यस्ता कुरा भेटाएर ल्याउँछौ हामीलाई केही थाहा हुँदैन अब तपाईँ कति माथिको हामी कति तलको अनि कसरी मिल्छ भन्नु त भिनाजु निकै तलको नि हो त्यसरी पो स्तर मिल्दैन भने त साह्रै मजाको छन् दाइ मैले त स्तर सिस्तरको कुरा पनि गरेको थिइनँ क्या अरे स्तर सिस्तरको कुरा गर्ने चाहिँ यी राजु बाबु र बान्द्रे हुने है बुढा बाटो हुनु है बाटो हुनु नभए त्यो बान्द्रेले छड्काउला त्यो मानव मडी ल बो तैँले धेरै मलाई नसिका भित्र सबै पाक्यो पाक्दैछ आज दाइलाई टन्न खुवाउनु पर्छ 84 व्यञ्जन ल छिटो छिटो रेडी गर ल तपाईँ पनि दाइलाई गएर तुरुन्तै ल्याउनु लिएर आइज जा जा चिठी लाए जस्तो छ छिटो आउनुहोस् है भिनाजु कमलो मनका छन् के फेरि लाखा कान्छा गरिखा हुन र राजुलाई दिएर पठायो भने त कुरो सिधेन हामी कङ्गाल भएन फेरि हे तेरी म एकान्तमा लगेर बुढालाई फगाइहाल्छु नि तिमी पिर नगर के है हुन्छ यो थाङ्रो कामिन्छ नभाछ है
भिनाजु कहाँ सिक्यो भित्रवाला हेर नि त अनि दसैँमा ससुराले आउनु पर्दैन त ए, भिनाजु। बारी सार भिनाजु तिमीसँग एकछिन सानो गोप्य कुरा गर्नु छ अब त टक्केको गोप्य उहाँ बुहारीले के काम छ भने थिइन् उहाँ बुहारीलाई भेट्नु जानु पर्यो आउँदा दाइ परे होइन है आफ्नो यहाँ बल्ल बल्ल वर्ष दिन भेट भए बुढोसँग न्याख्रो मेट लगाइरहेको छु न मलाई कसैसँग गोप्य कुरा गर्नु छ न बुहारीलाई भेट्न जानु छ न कसैसँग न्याख्रो मेट्नु छ कस्तो लेपसिएर छेउमै बस्नुपर्छ अप्पै अनि आफ्नो बुढासँग नबसे कोसँग बस्ने है आफ्नो बुहारीसँग कुरा गर्ने जानु नहुने एकछिन यिनै दाइ तेरि आफ्नो सालोसँग त हुन्छ कि यति लुहेर। 20औं वर्षदेखि सँगै बसेको लुगा च्यात्केलाई अस्ति मात्रै किने एकछिन कुरा गरे के हुन्छ त बुहारीसँग ए तपाईँ उता जानु क्या हामी एकछिन कुरा गर्छौँ अनि कुरा गर्दै आउनु चुप लाग्यो तिमीहरू ए बुढा अनि त्यो मडी बेचेर चाहिँ के हार्ने त्यो मणी बेचेर शालिक बनाउँछु छोड नि यहाँ अहिलेसम्म धेरै धेरै बोल्नेहरूका ठुल्ठुला भाषण गर्नेहरूका शालिक बने बोल्न नपाउने गरिब मान्छेको शालिक कहीँ बनेन त्यो भएर म मरेपछि त्यो डाँडामा मेरो शालिक बनाउन लाउँछु ठुलो पूर्ण कदको शालिक त्यो शालिकमा माला पनि लाउँछन् होला सायद मान्छेले